नमस्कार। सामाजिक सुरक्षा कोष होइन? यो सामाजिक सुरक्षा कोष के हो? यसले कसरी फन्ड कलेक्सन गर्छ, कसरी डिस्ट्रिब्युट गर्छ भन्ने बारेमा, यसको परिचयको बारेमा मैले यो सामाजिक सुरक्षा कोषको भिडियो मार्फत मैले फर्स्ट भिडियोमा हजुरहरूलाई जानकारी दिएको छु। चौथो योजना जुन चाहिँ यो निवृत्तिभरण अथवा अवकाश अथवा वृद्ध अवस्था योजना भनिन्छ होइन? यो योजनाको बारेमा हजुरहरूलाई भन्न गइरहेको छु, हेर्नुहोला। अब यो वृद्ध अवस्था योजनामा चाहिँ 2 किसिमको पर्दछ होइन? 1 नम्बरमा चाहिँ यो निवृत्तिभरण योजना जसलाई पेन्सन भनिन्छ भनेदेखि दोस्रो नम्बरमा चाहिँ उपदान भनिन्छ होइन? यसलाई ग्र्याच्युटी फन्ड पनि भनिन्छ होइन? 2 किसिमले चाहिँ उसले चाहिँ वृद्ध अवस्था योजनामा चाहिँ हामीलाई सुविधा प्रदान गरिरहेको छ। अब 1 नम्बरमा यो पेन्सन फन्ड अथवा निवृत्तिभरण योजनामा चाहिँ के बुँदाहरू छन्, यसले कति हामीलाई सुविधा दिन्छ र कति हदबन्दी छ यसको उमेरको, त्यो चाहिँ डिटेलमा बुझौँ है त। अब यसको हजुरको यो पेन्सन योजना अन्तर्गत अवकाश भएपछि जम्मा रकम र प्राप्त प्रतिफललाई 160 ले भाग गरी आउने रकम प्रत्येक महिना जीवनभर पाउनेछ भनिएको छ। भन्नाले त्यो समयसम्म, अवकाश पाउने समयसम्म चाहिँ जति रकम हामीले जम्मा गरेको हुन्छौँ, डिपोजिट गरेको हुन्छ र त्यसबाट हामीलाई रिटर्न अब बोनसको रूपमा भनौँ, इन्ट्रेस्ट ब्याजको रूपमा भनौँ होइन, जति रिटर्न आएको हुन्छ त्यो कुल रकमलाई चाहिँ टोटल 160 ले भाग गरेपछि जति रकम आउँछ त्यो रकम चाहिँ हामीलाई चाहिँ जीवनकालभर हामीले पाउनेछौँ। त्यस्तै अवकाश नहुँदै यदि उक्त व्यक्तिको मृत्यु भएमा चाहिँ अगुवालाई चाहिँ योगदान र प्रतिफलको रकम चाहिँ एकमुष्ट प्रदान गरिनेछ। मानव 20 लाख, 50 लाख, 10 लाख जति रकम जम्मा हुन्छ, यो आफ्नो जम्मा भएको रकम प्लस त्यसबाट आएको रिटर्न चाहिँ उसको हकवालालाई चाहिँ फिर्ता गरिनेछ। निवृत्तिभरण पेन्सन प्राप्त गर्न चाहिँ 60 वर्ष पुरा भएको र कम्तीमा 180 महिना योगदान गरेको हुनुपर्दछ भनिएको छ। यदि 180 महिना योगदान नगर्दै वा 60 वर्ष भएमा जम्मा रकम र प्रतिफल रकम चाहिँ एकमुष्ट लिन पाउने वा 160 ले भाग गरी आउने रकम प्रत्येक महिना जीवनभर लिन पाउने भनिएको छ। भन्नुको अर्थ 180 महिना भन्नाले 15 वर्ष बुझिन्छ होइन? 15 वर्ष यदि उसले योगदान नगर्दै, मानौ उसले कुनै पनि संस्थामा काम सुरु गरेको मानौ 46 वर्ष छ भनेदेखि ऊ 60 वर्ष पुग्ने, 14 वर्षमा 60 वर्ष पुग्नेछ होइन? यदि त्यस्तो अवस्थामा छ भने चाहिँ उसले चाहिँ एकमुष्ट फिर्ता लिन पाउनेछ, या भनौँ त्यो जम्मा भएको रकमलाई चाहिँ उसले चाहिँ हजुरको 160 ले डिभाइड गरेर जति लिन आउँछ त्यसको यो फल त्यो नै हजुरले प्रत्येक महिना जीवनभर पनि लिन पाउनेछ। यी वृद्ध अवस्था योजनामा चाहिँ पेन्सनको बारेमा बुझिसकेपछि ग्र्याच्युटी होइन, उपदान कोषको बारेमा पनि, यो उपदान कोष चाहिँ हजुरको यो जम्मा भएको रकम र प्रतिफल रकम चाहिँ अवकाश हुँदा योगदानकर्ताले वा हकवालाले चाहिँ एकमुष्ट पाउनेछ है। अब यो बुझ्नु होला कि हजुरहरूले फेरि पेन्सन रकममा चाहिँ कति रकम जान्छ र यो उपदानमा चाहिँ कति रकम जान्छ भन्ने पनि बुझ्नु होला है। हाम्रो जम्मा भएको चाहिँ 31% छ होइन? 31%मा 2.67% चाहिँ हाम्रो औषधि उपचारतिर जान्छ, त्यो फिर्ता हुँदैन भनेदेखि हजुरको 20% चाहिँ हामीले जति जम्मा गर्छौँ, मासिक रूपमा जति जम्मा गर्छौँ त्यसको 20% चाहिँ पेन्सन योजनालाई भनेर छुट्याइएको हुन्छ भनेदेखि बाँकी त्यो 8.33% चाहिँ उपदान कोष या ग्र्याच्युटी फन्डमा भनेर छुट्याइन्छ हो। यो रकम नै हजुरहरूले चाहिँ वृद्ध अवस्था योजना भनेर फिर्ता चाहिँ हजुरहरूले लिन पाउनुहुनेछ। जम्मा 28.33% चाहिँ हजुरहरूले चाहिँ आफ्नो रकम चाहिँ अवकाश हुँदाका बखत या भनौँ 15 वर्ष नपुग्दै यदि हजुरहरूको अवकाश भएमा चाहिँ एकमुष्ट रकम चाहिँ प्रतिफल सहित हजुरहरूले पाउनुहुनेछ, या भनौँ 160 ले डिभाइडेड गरेर प्रति महिना चाहिँ हजुरहरूले लिन पाउनुहुनेछ। सामाजिक सुरक्षा कोषको स्किमहरू, योजनाहरू जुन 4 प्रकारका छन् त्यो योजना अन्तर्गत मैले 4वटालाई छुट्टै 4वटा भिडियो बनाएर हजुरहरूलाई मैले यो डिटेल अलिकति नलेज सेयरिङ गरेको छु। सामाजिक सुरक्षा कोषको योजनाको फर्स्ट भिडियोमा चाहिँ यो औषधि उपचार सम्बन्धी मैले हजुरहरूलाई अलिकति डिटेल भनेको थिएँ। त्यस्तै दोस्रो भिडियोमा चाहिँ हजुरहरूको यो दुर्घटना तथा अशक्तता योजनाको बारेमा भनेको छु। तेस्रो भिडियोमा परिवार योजनाको बारेमा भनेको छु भनेदेखि डिटेलमा पनि अरू भिडियो बनाउने छु। यसो के पोइन्टको बारेमा मेरो च्यानललाई मन पराइदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अन्य भिडियो पनि मैले बनाएको छु। यता कस्टमको बारेमा बनाएको छु, लाइफ इन्सुरेन्सको बारेमा, सस्तो कुन चाहिँ छ नेपालमा त्यो बारेमा भनेको छु। त्यस्तै एसआइपी के हो, एसआइपीको बारेमा पनि कति जरुरी छ त्यो पनि भनेको छु। मेरो भिडियोहरू हेरिदिनु होला। हस्त नमस्कार।